उता नाचा नाच छोरा जाऊ ना निशा जाऊ ना भिडियो आएको या बाबू यहाँ आऊ ड्याडीसित नि ध्यान सिलसँग त आऊ सानो आइज ल ल ल ल राम्रो रमाइलो भइरहेको ल ल दाइ हेलो 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 हेलो
हजुर अरे यहाँ बाजा गाजासित पूजा गर्दैछु गोरस्थान अहिले कल गर्छु र फेरि भएर के भन्नु त के ल ल ल पछि कल गर्नु लाइनमै त होला हजुर दाइ मेडा यता लानु त कति तातो छ खै सोध न त्यो रोड सोड बजाउने छ यो ए ल यहाँलाई उठा खै यसो है त जानु हुन्छ अहिले ऊ छाया पारेको ए यहाँ गर्ने पहिला खै ल्याउ न बुढी के छ ल्याउ त झाप्छु हजुर पण्डितजी नमस्कार हजुरको नाम के पर्यो उहाँ लर गाड्दै यसो है बाबा
छन् जुबिरहेको जस्तो लाग्छ ल दाइ तपाईँ ल जे बोले पनि आउँछ दाइ ल तपाईँले यहाँ इन्टरभ्यू लिन पर्छ सबको के कस्तो प्रतिक्रिया ल सबै यहीँबाट आउँछ ल सबै बोलेको ल है हजुर हेलो हेलो ल हेर्नुहोस् है हाम्रो चाहिँ पण्डित यहाँ हुनुहुन्छ यहाँ हाम्रो अब विजय भाइले आज पञ्चल ल्याएको यो भैरम थान बागलुङको भरिसन तपाईँ कालो रौको अहिले उहाँ चाहिँ पुजारी हुनुहुन्छ उहाँ ल्याउँदै हुन्छ ल है पुजारी बाजे राम्रोसी पूजा गरिदिनुहोस् है हजुर हजुर ल हाम्रो उहाँ चाहिँ पण्डितले पूजा गर्दै हुनुहुन्छ जति पनि हाम्रो बुदलको साथी हुनुहुन्छ विश्वभरि हेर्दै गर्नुहोस् है उहाँ चाहिँ अहिले पूजा भित्र है आज हाम्रो पूजा छ है बाबुलाई नि यसो देखाइदिनु ल है हाम्रो परमात्मा हे भैरम ठाकुर रक्षा गरिदिनु ल है हाम्रो चाहिँ कता गयो बाबु कता गयो ल है हाम्रो बाबु अहिले 4 वर्षको होइन 3 वर्ष भएर 4 मा लाग्छ आज पूजा गर्दैछ धेरै धेरै राम्रो पुजारी दाजु राम्रो यसो पूजा गरिदिनुहोस् है एकदम ल बाबु हो सँगै गरेको भक्कलै जवाब राम्रो पढाइ ल अब राम्रो पढाइ पढाइ चाहिँ राम्रो गर्नु पर्यो अरू नजाने पढाइ चाहिँ सधैँ रक्षा गरिदिनु त्यो काम पुऱ्याउँदै जाओस् रोगहरू हराउँदै जाऊँ भोलि पर्सि पनि यसो डक्टर इन्जिनियर भएपछि भोलि पर्सि यहाँ आउन मौका पाओस् ए भनिदिनु न दाजु जय काल भैरवले सधैँ रक्षा गरून् सधैँ भैरवको दर्शनहरू नि मनाउँदै आओस् भैरव ठाकुरको सधैँ साथ राखिदिनु साथ दिनुहोस् हे भैरव ठाकुर रक्षा पूजा हुनुहुन्छ नहेर भैरवको शक्ति है ल भित्र चाहिँ हुनुहुन्छ मेन पुजारी हेर्नुहोस् है यहाँ देखाइदिनु पऱ्यो है कता हुनुहुन्छ यो चाहिँ मेन पुजारी हुनुहुन्छ है यहाँ समाउनु छोरो ज्ञानी है अहिले के भने ड्याडीले आउनु होला बागलुङ भैरव थानमा मन्दिरमा पूजा गर्न हजुरहरूलाई धेरै धेरै स्वागत छ बाबुले उठाउन सक्नुहुन्छ परेवा छ दुईटा चप्पा समाएर जोडी गरेर दाइ ल फिटिने उडाको ल है दुईजना समाएर खिच्नु है बाहिर उडाउनुहुन्छ भित्र बाहिर बाहिर ल हजुरहरुको खुसी है ओहो ल है ल है यो पिँढीको डिजामा बत्ती नराखेमै छारी छ बत्ती राख्ने है ल है नाम भन्न त सर ल है हाम्रो शालिनी छ पूजा गर्नुहुन्छ हजुरको परिवारमा राम्रो होस् भनेर जय परमात्मा हे भगवान रक्षा गर्नु ए रोक्नुहोस् है रोक्नुहोस् रोक्नुहोस् ल है हाम्रो बाबुले पढ्याउँदैछ है ल है ओहो मेडलले गोलै गर्छिन् ल है के लानु पर्दैन अब त भयो ल है हाम्रो आउनुहोस् है हेर्दै गर्नुहोस् अब यता के हो पुरा उग्राइन छ पाठा चाहिँ टिका लाउने कहाँ हो यहाँ सकेर लाउने है हजुर हजुर पूजा सकेर टिका पूजा सकेर पूजा सकेर अरे एकदम फ्रेन्डली बोल्दै है ए ल ल है हेर्नुहोस् है गराउन नि युट्युबमा यस्तो है ल है हाम्रो चाहिँ मेन पुजारी हुनुहुन्छ दाजु एकदम राम्रो गरिदिनु भएको छ अहिलेसम्म फेरि फेरि पनि राम्रो राम्रो हाम्रो प्रगति हुँदै जाओस् भोलि पर्सि हामी आउने मौका पाओस् भैरव स्थानमा हजुर त नि ल है हजुर
बस ल है ओहो जुत्ता त मैले त लाउनु पर्ला जस्तो सर ल हाम्रो दाजु कलाकार हुन्छ जुत्ता लगाएर आउनु पर्ने भयो रिडमलाई ल्याउने नाच चाहिँ कताको रिडम कताको ल उहाँ चाहिँ अध्यक्ष को हुनुहुन्छ हजुरको नाम के थियो ज्ञानेन्द्र ढकाल तपाईँ यहाँको समिति होइन अध्यक्ष हुनुहुन्छ है यहाँ चाहिँ समितिको अध्यक्ष हुनुहुन्छ उहाँले चाहिँ अहिले कति चढाउनु भएको छ 500 चढाउनु भएको छ उहाँ यो त सचिव हुनुहुन्छ हजुरको नाम के थियो भीम पौडेल हजुरको के थियो नाम सोचिएन ज्ञानेन्द्र ढकाल है उहाँ पनि हुन्छ हजुरको नाम के थियो मैडम सोते खड्का है हेर्नुहोस् है नाच चाहिँ हाम्रो भैरव स्थानमा आउनु होला जुत्ता चाहिँ लाउनु पर्ने भयो ल हे भैरव स्थान आउनु होला डान्स बस है खत्म बार म जुत्ता लगाएर आउँछु भाइ यो हो हेर्दै गर्नुहोस् है हजुर बागलुङको भैरव स्थान आउनु होला भैरव स्थान हो मन्दिर हो हजुरलाई स्वागत छ म चाहिँ देवेन्द्र ताराई मगर बागलुङबाट हो र हजुरलाई स्वागत छ यहाँ चाहिँ नाच चाहिँ हाम्रो सुरु भइसक्यो त्यस कारण बाजा आउनु होला हाम्रो भैरव स्थान मन्दिर चाहिँ यहाँ धेरै आज चाहिँ भक्तजनहरू चाहिँ धेरै हुनुहुन्छ आउनुहोस् तपाईँहरूलाई आटिटाकी पुग्ने छ यो चाहिँ बलेवाको उसमा पर्छ रायडाँडाको नजिक नै हो उद्घोषक गर्दा नमिठो हुनसक्छ आउनु होला यहाँ म्युजिकको व्यवस्था पनि छ आउनु होला पानीहरू हजुर ए कहाँ यहीँ बनाउनु पर्ने बोका पर्छाउनु पर्यो बोका पर्छाउनु पर्यो अरे बोका बोका पर्छाउनु भन्ने छ ल बोका पर्छाउनु त बाबुलाई नि लिएर जानुपर्छ ल है हाम्रो बाबु उसको भाइको छोरा ओहो हाम्रो गाउँको यो मन्दिरमा हुँदैछ म चाहिँ देवेन्द्र ताराई मगर हो यहाँ हाम्रो चाहिँ म्युजिक भाइहरू छन् राम्रो आउनुहुन्छ आउनु होला भरेसमा यो चाहिँ हाम्रो फुटबलदेखि आएको मेरो भाइ आज पञ्चम गरेको कारण चाहिँ हामीले आज पछि सहित लिएर आएको छ र हाम्रो भाइहरूले अहिले भजन गाउँदै हुनुहुन्छ यसमा हजुरलाई के छ कम्प्लेन गर्नु होला तपाईहरुले कोही सम्पर्क बाजामा गर्नु चाहन्छ भने म मार्फत देवेन्द्र ताराई मार्फत गर्दा पनि हुन्छ र यसमा कोही कमी कमजोरी भन्दै गर्नु होला यो चाहिँ अहिलेको लेटेस्ट भाइहरू 11-12 मा पढ्ने भाइहरू उहाँको चाहिँ कमान्डर चाहिँ उहाँ हुनुहुन्छ कमान्डर सहायक कमान्डर हुनुहुन्छ
गुड भयो। यस्तो राम्रो भजनको आज चाहिँ फर्स्टचोटि हजुरहरूले देख्नु पाउनुभएको छ। हेर्नु होला, कोही उको बोल्दै गर्दा कुनै चिज नराम्रो शब्द भएमा त्यो माफी दिनु होला। आज हाम्रो चाहिँ यो लाइभमा देखाउँदैछौँ, तपाईँले यत्रो हेर्नुभएको छ। आज के अरे 600-700 जनाले अहिले हेर्नुभएको छ, यसमा धेरै खुसी लागेको छ। म चाहिँ यसको र छ यसमा हाम्रो अहिले यो पर्छिनी कार्यक्रम भइरहेको छ। ल अहिले हाम्रो माड हान्ने कार्यक्रम चलिरहेको छ। यसमा है ल हाम्रो भाइ चाहिँ उहाँदेखि बुटोलदेखि आएर उहाँले चाहिँ कालभैरवको मन्दिरलाई बोका पञ्चवली लिएर आउनुभएको छ बाजासहितको। यहाँ समिति रहेछ, यसमा हजुरको यो चाहिँ ढकाल भैरवस्थान ढकाल अध्यक्ष ज्ञानेन्द्र ढकाल, तपाईँले टेकबहादुर साई, सचिव श्री धिरनाथ पौडेल हुनुहुन्छ। यसमा त हाम्रो त्यति भएन, तर असार 2022 असार 1 गतेको रहेछ है यो पछि। र यसमा कालभैरव मन्दिर चाहिँ यो साइडतिर रहेछ तपाईँको। यो हाम्रो खास गरी बोका हामीले लिएछ कालो, र यसमा भाले यता जेठान हुन्छ, भाइ हुन्छ। तपाईँले हो माड हान्ने तपाईँ हो? बोका हान्ने आउँदैछ? ए नहान्ने नसक्ने होला भन्नु होला। तपाईँको नाम के पऱ्यो दाजु? दिलबहादुर के हो? खत्री है, उहाँ हुनुहुन्छ। यता हजुरको नाम के पऱ्यो दाजु? यमबहादुर केसी है। हामीले यहाँ चाहिँ बोलीको ठाउँमा छौँ है। यसमा चाहिँ बोका चाहिँ हामीले अहिले खसी चाहिँ यो 2.5 वर्षको हो। सायद यो 2.5 वर्ष चाहिँ पालेको पहिलोचोटि होला सबै यस्तो यो खसी यसमा हुन्छ। पर्छ घरमा त पर्छेको है, ए यहाँ त पर्छ होइन, पर्छेको ल हान्नुहोस् त। हजुर यता हाम्रो बान्जीहरू को आउनुभएको छ, हेर्नुहोस् त यस्तो मन्दिरमा भएन। हजुर कहाँदेखि र तपाईँ? बागलुङ त हो, घर कहाँ भनेको? रेस हो। उहाँ त हाम्रै अब गाउँतिरको हुनुहुन्छ। ल हेर्नुहोस् आउनु होला है। यो चाहिँ ए हाम्रो रिडम मेरो छोरा यत्रो छ, हेर्नु होला। भोलि पर्सि कसैको छोरी छ भने यता पठाउनु लागेको छोरा। अनि ए भाइ घुमाएर ए घुमाउनुहोस् कहाँ? एमा उ गर्नु के होइन होइन, एमा त्यहाँ हालिदिनु लगाउनुहोस्। हुन्छ उहीँ गराएर ल्याएको लाग्यो नि, घुमाएर लिएर आउनुहोस् क्या। ल हेर्नुहोस् है, भाले लिएर आउनुपर्छ। तर यहाँ कसैले गाइड गर्ने मान्छे छैन। यहाँ चाहिँ आफ्नो तालमा हुन्छन् बिचरा। गाउँदेखि आएका गाउँ यसो यो चाहिँ गरिदिनु पऱ्यो यहाँको व्यवस्था समितिले। अब यो त हामीले भन्नेको चिज हो। यसमा चाहिँ ल हेर्नुहोस् है, कति बेला हान्ने होइन? अब होइन मिल्नु त मिल्छ नि त्यो, तर छिन्न चाहिँ पर्छ है भनिदिनु। यहाँ चाहिँ भैरवस्थानमा आइयो एकजना चाहिँ 2 जना यहाँ समितिको अध्यक्ष हुनुहुन्छ। यस मैले हजुर सचिव हुनुहुँदैछ। यहाँ चाहिँ इन्ट्री गर्दै हुनुहुन्छ। अहिले यहाँ चितवनदेखि आउनु छ, चितवनदेखि आउनुभएको छ। हामी चाहिँ बुटोलदेखि हो, उहाँ पनि आज चितवन आजै आउनुभएको छ र चाहिँ आज आउनुभयो रहेछ उहाँदेखि। ल है भएर कन्फरेन्स रहेछ। तर उहाँलाई चाहिँ मैले के सुझाव दिन्छु भन्दा जो पूजा गर्न आउनुहुन्छ उहाँलाई त्यो घुम्ने कसरी के गर्ने भन्ने थाहा रहेनछ। समितिले यसो जो आइमाईहरू हुनुहुन्छ लेडिजहरू हुन्छ उहाँलाई यसो बताइदिनु होला सर। किन 2 जनाले चाहिँ यो चाहिँ 2 जना चाहिँ मसँग आए कसरी के गर्ने भनेर
अब यहाँ त समितिलाई थाहा हुन्छ, हामीलाई त थाहा हुन्न बाहिर देखिआएकोलाई। यसमा चाहिँ यसो आइमाई केटाकेटीलाई हामी त छोरा मान्छेले त अब सोझेर नि गरिन्छ, त आइमाई केटाकेटीलाई यसो गरिदिनु होला सर। यो चाहिँ सुझाव भयो है हाम्रो। भएन हाम्रो एउटा पिन नछोड्नु त, सबै टिप्नु, कहाँ छ झिगा मसिना सबलाई टिप्नु, टिप्न सब राम्रो राम्रो राख्नु काटेर। ल है हाम्रो चाहिँ आज सूचना हुँदैछ। म चाहिँ देवेन्द्र तारामी मगर हो र मेरो घर देवेन्द्र तारामी मगर बानापा बागलुङ नगरपालिका 11 है। म चाहिँ एउटा नजिकको भएको नाताले हजुरलाई चाहिँ गर्दैछु, तर म पनि नजिक भए पनि खास चाहिँ म चाहिँ भर्खर आज कति 15-20 वर्षको बादमा आएको। यस्तो राम्रो प्रगतिहरू भएर चाहिँ तपाईँहरू हेर्दै गर्नु होला। यो चाहिँ हेर्नुहोस् भिर है, भिर भन्दा नि रमणीय ठाउँ, हेर्दै गर्नु होला। यहाँ छ हामीले अब मेरो घर भन्नुपर्दा रायडाँडाको तपाईँको आफ्रे जो कि मगर बस्ती मगर जति भएको गाउँ हो रायडाँडा आफ्रे। तपाईँको यो चाहिँ जो पातको सिधा देखिएछ नि, यो मेरो चाहिँ गाउँ हो। यो तपाईँले यो चाहिँ मेरो गाउँ हो। यसमा चाहिँ त्यो तारामी मगरहरू जति मगर भने यो सबै मगर गाउँहरू है। यसमा कार्यक्रम गर्नु होला। ल यो त धेरै हाम्रो दिदी बहिनीहरूले यो के मन्दिर हो? गणेश मन्दिर है। गणेश मन्दिरमा आउनुलाई दिदीहरू यस्तो साडी लगाएर चट्ट परेर आउनुभएको छ, भगवान् खुसी हुन्। हामीले भनेको त्यही हो कि, अरू त हामीले जानिन्न। उहाँको सपरिवार राम्रो होस्। त्यसैले उहाँले मनोकामना भएको छ। यो काट्ने बेला त गुड कान चला नि त, गुडुङ गुडुङ कोही को ल यता बोलाउँछु ल। काट्ने बेला आए हजुर पोडापट्टि त नयाँ छ को हान्ने तपाईँले हो? ल है अलि खिचेर मजाले एक चोटमा हो। यो चाहिँ 2-2.5 वर्षको भयो है, अलि जक्डे रान्नु होला। एकदम जक्डे रान्नुहोस्। तपाईँहरूले सक्दैन भने भन्नुहोस्, फेरि म हानिदिन्छु। ल है गुड। हजुरको नाम के थियो ब्रदर? उहाँको नाम के हो? सुजन है। सुजन भाइले हान्दै हुनुहुन्छ, हेरौँ के गर्नुहुन्छ। उहाँ चाहिँ एकदम यङ केटा हुनुहुन्छ। ल है 2.5 वर्षको है, अलि राम्रै छ गर्नु होला। है हाम्रो कुखुरा रोक्नुहोस् है, गुड कान नलाउँ है। ल है हाम्रो म्युजिकको सरमै गुड रोक्नुहोस् है। ओ दाजु गुडुङ गुडुङ हान्नु। ए भाइ काट्ने बेला भयो, गुडुङ छक्क काट्ने बेला गुडुङ गुडुङ। हजुर ए होइन ल होइन काटिदिँदा हुन्छ, ठिकै छ। ल ल ल पहिला होइन नगरिदिनु ल, लगाइदिन्छ।
ल हेर्नु होला है हामीले चाहिँ काट्ने बेलामा चाहिँ नगरा लगाइन्छ कालो भयो काइलो भइरह्यो राम्रो ल ल एकैचोटि धेरै राम्रो एकदम राम्रो हो त खास टेस्टीलाई हान्नुभयो राम्रो भयो हजुर है यहाँ बनाउनु पर्छ त्यसलाई अर्जाप्नु पर्यो आज त्यही भयो ठिक छ होइन ठिक हो कहाँ तल्लो छाला अलिक भएन नि मैले बे च्याप पानी 2 वर्षको हो यो 2 वर्षको नि 2.5 वर्षको 2 वर्षको त्यसलाई लगाएर त्यसलाई मिठे सिधै लगाएर यस्तो आकार हुनुपर्छ कहीँ हो यस्तो आकार यसले हान्न पाइन्छ यस्तो त यसले कुखुरा कता हो कुखुरा कुखुरा कता छ यही हो कुखुरा ल ल यसलाई यस्तो गराइरहन्छ है